घन्टाको ड्युटी गरेपछि रातमा रात न दिन यसरी चामल पखाल्नु पर्छ। यो जिन्दगीमा हामीले खाइ नखाइ हामीले हेर्नु यहाँ चामल पखालिरहेछु। तपाईँले के काम गर्नुहुन्छ? 12 घन्टाको ड्युटी सेक्युरिटीमा। सेक्युरिटी तपाईँलाई कस्तो लाग्छ? सेक्युरिटीमा अब जसरी भनेर आयो नेपालबाट त्यसरी छैन। 12 घन्टा। अब अहिले आउने यङ केटाहरूलाई तपाईँले सेक्युरिटीमा आउने केटाहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ? तपाईँको मनको कुरा भन्नु, तपाईँले बोक्नु भएको कुराहरू। त्यति हो। बाबा आमासित लुटुपुटुमा कान्छो छोरो माइलो छोरो आमाले यसरी मिठोहरू पकाएर खाएर दिन्थे। तातो भात खाइन्थ्यो। काम गरे छैन मैले घरको, त्यो भनेर बिल्कुल नआउनु तपाईँहरू। यहाँ भनेको एक छाक मात्र तपाईँले तातो भात खान पाउनुहुन्छ। एक छाक भनेको बासी भात खाएर पनि अब यो भात मैले अहिले खाने हो र टिफिनमा प्याक गरेर भोलि 1 बजे या 2 बजे खानुपर्छ। र सेक्युरिटी फिल्डमा स्ट्यान्डिङ ड्युटी कस्तो कस्तो यसरी गर्नुपर्छ। अब मान्छेहरू अल्कोहोलिक मान्छेहरू आइरहन्छ। स्ट्यान्डिङ ड्युटी 12 घन्टा प्रोपरली। 12 घन्टामा 1 घन्टा तपाईँलाई रेस्ट हुन्छ। त्यो 1 घन्टा पनि फेस्टिभल छ, अगर केही छ, कस्टमरको चाप छ भने मात्र खाना खाने टाइम मात्रै हुन्छ। अनि सल्युट गर्न चाहिँ कसरी सिकाउनु पर्छ भन्नु त? सल्युट गर्नु पर्दैन, सल्युट गर्नु पर्दैन, सल्युट गर्नु पर्दैन। त्यही हो, आफूले आफ्नो परिश्रम गर्न म आउँदैछु। आफ्नो शरीर अनि जुन यहाँ मान्छे दुबईमा इन्जोय हुन्छ, रिल्याक्स हुन्छ भन्ने मान्छेहरूलाई तपाईँले के जनचेतना फैलाउन चाहनुहुन्छ? त्यो बिल्कुल हुँदैन। सेक्युरिटी किन हुँदैन? त्यो क्लिनरमा आएका मान्छेहरू जति छन् कम सेलेरीमा, तर जिन्दगी त चिल छ नि त। 8 घन्टा काम गर्यो, इन्जोय गरेर बस्यो, उनीहरूलाई त रिल्याक्स छ। हप्तामा एउटा छुट्टी, अरू हप्ताको छुट्टी। हामी भनेको 5 महिनासम्म पनि छुट्टी। 12 घन्टा मजाले मस्काउनु पर्छ, गाडबाट पानी आउँछ। तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ त्यो कुरामा? अब जसको इन्जिन बलियो छ दुबई आउने, अब एउटा गाउँबाट एउटा बुढापाखाले भन्थे उखान, फलानाको छोरी गएको, फलानाको छोरा गएको। छोरीले त डबल पैसा पठाए, तर छोरालाई त पठाउन सकेन। उसित इन्जिन छ बलियो। अनि तपाईँलाई एकचोटि ड्युटीमा फाइन लगायो भने चाहिँ त्यो के कारणले तपाईँलाई फाइन लगाएको? तपाईँले केही भन्न चाहनुहुन्छ कि? ड्युटीमा फाइन भनेको सेक्युरिटीको प्रत्येक पल के पलमा गर्नु भएको थिएन, खालि मोबाइल चलाउनु भयो भने उसले फाइन हाल्छ। सेक्युरिटी भनेको पल पलमा उसले गलत गरेको। यो नसम्झिनु कि सेक्युरिटी फेरि दुबईको नेपालको पालेर कमल पाल्दैन के हो।